पछिल्लो 3 दशकमा नेपालले मातृस्वास्थ्यको क्षेत्रमा एउटा साँच्चीकै अविश्वसनीय यात्रा तय गरेको छ। यो कथा चुनौतीहरूको मात्र होइन, एउटा सानो तर शक्तिशाली जनस्वास्थ्य क्रान्तिको पनि हो। आउनुहोस्, यसलाई नजिकबाट निहालौं। ल सुरु गरौँ एउटा आँकडाबाट जसले त्यो बेलाको कहाली लाग्दो अवस्था देखाउँछ। सोच्नुहोस् त, सन् 1996मा नेपालमा हरेक 1 लाख शिशु जन्मिँदा 539 जना आमाहरूले ज्यान गुमाउनु पर्थ्यो। यो एउटा यस्तो तथ्याङ्क थियो जसले देशको स्वास्थ्य प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको थियो। तर यहाँ एउटा ठूलो प्रश्न छ। विश्वको एउटा न्यून आय भएको देशले यो डरलाग्दो आँकडालाई यति नाटकीय रूपमा कसरी परिवर्तन गर्यो त? यो यात्रा कसरी सम्भव भयो? आउनुहोस्, यसको जवाफ खोज्दै जाउँ। पहिलो कुरा त त्यो बेलाको सङ्कट कस्तो थियो भनेर बुझौँ। यो सङ्कट केवल उच्च मृत्युदरको मात्र थिएन, बरु स्वास्थ्य सेवाको पहुँचमा रहेको गहिरो असमानताको कथा पनि थियो। त्यो असमानताको खाडल कति गहिरो थियो यी आँकडाले नै बताउँछ। शहरमा बस्ने लगभग 90% मानिस आधा घण्टाभित्र स्वास्थ्य चौकी पुग्न सक्थे भने गाउँमा बस्ने केवल 41%को मात्र त्यो पहुँच थियो। त्यस्तै धनी र गरिब बीचको खाडल पनि उस्तै थियो। यो भौगोलिक र आर्थिक दूरी नै सबैभन्दा ठूलो चुनौती थियो। अब यो अवस्था बदल्न के गरियो त? यहाँबाट सुरु हुन्छ परिवर्तनको रणनीति। सरकारले नीति, प्रोत्साहन र एउटा राष्ट्रिय अभियान मार्फत यो सङ्कटलाई सम्बोधन गर्न एउटा सुनियोजित पहल गर्यो। यो कुनै एउटा चमत्कार थिएन, बरु एकपछि अर्को गर्दै लिएका ठोस कदमहरूको परिणाम थियो। सन् 1998मा सुरक्षित मातृत्व नीति ल्याइयो, जसले यो विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्यो। त्यसपछि 2005मा पैसाको अभावले कोही पनि स्वास्थ्य संस्था जानबाट नछुटोस् भनेर प्रोत्साहन योजना सुरु भयो र 2006मा दक्ष स्वास्थ्यकर्मीको नीतिले सेवाको गुणस्तरमा ध्यान दियो। यीमध्ये मातृत्व प्रोत्साहन योजना वा MIS एउटा गेम चेन्जर नै साबित भयो। यसको सोच एकदमै सरल तर शक्तिशाली थियो। स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई नगद पैसा दिने। यसले पैसाको बाधालाई मात्र हटाएन, मानिसहरूको सोचमा पनि परिवर्तन ल्यायो। त्यसो भए यी सबै प्रयासको नतिजा कस्तो रह्यो त? साँच्चै भन्नुपर्दा अविश्वसनीय। अब हामी 2वटा चार्ट हेर्छौं जसले नेपालमा भएको ऐतिहासिक परिवर्तनको पुरै कथा भन्छ। र यहाँ छ त्यो अविश्वसनीय नतिजा। मात्र मृत्युदर जुन 1996मा 549 थियो, त्यो घटेर 2021मा 151मा झर्यो। यो केवल एउटा सङ्ख्या घटेको होइन, यो हजारौं आमाहरूको जोगिएको जीवन हो, हजारौं परिवारको बचेको खुशी हो। यो ठूलो परिवर्तनको पछाडि एउटा मुख्य कारण थियो, मानिसहरूको व्यवहारमा आएको परिवर्तन। सन् 1996मा 10% महिलाले मात्र स्वास्थ्य संस्थामा बच्चा जमाउँथे भने 2022सम्म आइपुग्दा यो सङ्ख्या बढेर 80% पुग्यो। यो छलाङले नै हजारौंको ज्यान बचायो। तर सफलताको यो कथासँगै एउटा नयाँ र झनै जटिल चुनौती पनि जन्मियो। अबको लडाईँ अस्पताल वा स्वास्थ्य चौकीको गेटसम्म पुर्याउने मात्र रहेन, त्यो गेटभित्रको अवस्था सुधार गर्ने हो। यो आँकडाले सबैले अचम्ममा पार्न सक्छ। अहिले जति पनि मातृमृत्युका घटना हुन्छन्, त्यसमध्ये 57% स्वास्थ्य संस्थामै भइरहेका छन्। यसको अर्थ के हो भने महिलाहरू स्वास्थ्य संस्था त पुगे, तर त्यहाँ उनीहरूले पाउनुपर्ने गुणस्तरीय सेवा पाएनन्। हो, भन्नुको मतलब पहिलो लडाईँ जित्यो, तर अबको लडाईँ अर्कै छ। आमाहरूलाई स्वास्थ्य संस्थासम्म ल्याउनु आधा सफलता मात्र हो। अब त्यो स्वास्थ्य संस्था जीवन बचाउनका लागि साँच्चीकै तयार छ कि छैन भन्ने सुनिश्चित गर्नु मुख्य चुनौती हो। तयारीको अवस्था हेर्दा तस्बिर अलि फरक देखिन्छ। एन्टिबायोटिक जस्ता आधारभूत कुरामा 90% प्रसूति केन्द्रहरू तयार छन्, जुन राम्रो हो। तर जब अलि जटिल अवस्था जस्तै सहायक प्रसूतिको कुरा आउँछ, केवल 30% मात्रै तयार छन्। अझ चिन्ताको कुरा, नवजात शिशुलाई बचाउन चाहिने उपकरण र सिप त केवल 11% केन्द्रमा मात्रै छ। यो खाडल अरू क्षेत्रमा पनि प्रष्ट देखिन्छ। कागजमा मिलाउने काम जस्तै माग व्यवस्थापनमा 83% केन्द्रहरू राम्रा छन्। तर जब वास्तविक तयारीको कुरा आउँछ, जस्तै आवश्यक औषधिको उपलब्धता, त्यसमा जम्मा 28% र उपकरणको तयारीमा त झन् 11% मात्रै राम्रो अवस्थामा छन्। त्यसो भए आजको दिनमा के भइरहेको छ त? नेपालले यो गुणस्तरको चुनौतीलाई कसरी सामना गर्दैछ?
राम्रो कुरा के हो भने यो समस्या समाधान गर्न प्रणालीगत प्रयासहरू भइरहेका छन्। यसको लागि एउटा महत्त्वपूर्ण प्रणाली छ, एमपिडिएसआर। यसको मतलब हो मातृ तथा पेरिनेटल मृत्युको निगरानी र प्रतिकार्य। सरल भाषामा भन्दा यो एउटा यस्तो प्रणाली हो जसले हरेक मृत्युको घटनालाई अनुसन्धान गर्छ, कारण पत्ता लगाउँछ र भविष्यमा त्यस्तो घटना दोहोरिन नदिन के गर्न सकिन्छ भनेर पाठ सिक्छ। यो प्रणाली एउटा चक्रमा काम गर्छ। पहिला घटनाको पहिचान हुन्छ, त्यसपछि जानकारी सङ्कलन गरिन्छ, त्यसलाई विश्लेषण गरेर कारण खोजिन्छ अनि समाधान सिफारिस गरिन्छ। त्यसपछि त्यो समाधान लागू गरिन्छ र त्यसको प्रभाव कस्तो रह्यो भनेर फेरि अनुगमन गरिन्छ। यो निरन्तर सुधारको प्रक्रिया हो। अनि यो प्रणालीले के देखाइरहेको छ भने अब मृत्युका कारणहरू पनि बदलिएका छन्। पहिले धेरै मृत्यु अत्यधिक रक्तस्रावबाट हुन्थ्यो, तर अहिले गैर प्रसूति जटिलताहरू र गर्भावस्थामा हुने उच्च रक्तचाप जस्ता समस्याहरू प्रमुख कारण बनेका छन्। यसको मतलब अब समाधानका उपायहरू पनि बदल्नुपर्छ। अब अन्त्यमा भविष्यतिर हेरौँ। सन् 2030 सम्मको बाटो कस्तो छ र नेपालले अब कुन महत्वाकांक्षी लक्ष्य पछ्याइरहेको छ? दिगो विकास लक्ष्य अनुसार सन् 2030 सम्ममा मातृ मृत्यु दरलाई प्रति 1 लाखमा 70 भन्दा कममा झार्नुपर्नेछ, तर नेपाल अहिले 151मा छ। यसको मतलब अबको केही वर्षमा हामीले अहिलेको मृत्यु दरलाई आधा भन्दा पनि बढीले घटाउनुपर्नेछ। यो लक्ष्य निकै चुनौतीपूर्ण छ। यो लक्ष्यसम्म पुग्ने बाटोमा नेपालसँग केही बलिया पक्षहरू छन्, जस्तै गुणस्तरको अनुगमन प्रणाली र आकस्मिक प्रसूति सेवाको विस्तार। तर अनुगमनको लागि बजेटको कमी र कमजोर रेफरल प्रणाली जस्ता कमजोरीहरू पनि छन्। त्यस्तै दुर्गम ठाउँबाट रेफर गर्दा हुने ढिलाइ र ठूला अस्पतालमा हुने भिडभाड ठूला खतराहरू हुन्। अन्तमा एउटा प्रश्नमा आएर टुङ्ग्यौं। नेपालले जनस्वास्थ्यको क्षेत्रमा पहुँचको एउटा महान सफलताको कथा त लेख्यो, जुन आफैमा एउटा ऐतिहासिक उपलब्धि हो। तर अब प्रश्न यो छ, के त्यही नेपालले गुणस्तरको यो झनै कठिन र जटिल परीक्षा पास गर्न सक्ला? यसको जवाफ भविष्यको प्रयास र प्रतिबद्धतामा नै निर्भर रहनेछ।